जोजल्पा सकलसित चाहिने जो नुग्लो से चाहिने शुभाध्यक्ष नचना थन छाइदिबे सकल भक्त जनपिण्ड बुद्धि संस्थान प्रिय पदाधिकारी जो पिण्ड सकलसित थो चाहिने श्री आर्य ब्लक तेस्रो करुणामय यो नु पाङ्रा वो नुपति खमा छिस तेउ थौ विधिवत रूप चाहिने छिस पूजाना वो पूजा ढगा ढेउ छुले ढाबले थो जात्रा छुन अप्रिय घटना मोजीमा का पाङ्लाई त वो खमा त छिमा पूजा याना पूजा जुल थो अति कह सौहर्ष वातावरण चाहिने थो कार्य सम्पन्न जुल ओकै लागि सकलसित दुनुनि से धन्यवाद व्यजना यसपालि जात्रा सबले र भव्य तरिकाले हो र यसपालि जात्रामा सहभागी त्यस्तो मसिनाको दक्का पाङ्ग्रा भनौँ पाङ्ग्रा चाहिँ र धना अलिक जीर्ण अवस्थामा थियो र त्यसलाई चाहिँ अब नयाँ निर्माण गर्नुपर्ने अवस्था भयो भनेर गत साल चाहिँ हामीले चाहिँ यो चाहिँ बनाउने काठहरू चाहिँ अब यहाँ नपाउने सदाईको जङ्गलबाट ल्याउनु पर्ने अहिले दुर्लभ जातको काठ भएको कारणले हामीले गत साल चाहिँ सदाईको जङ्गलबाट यो काठ ल्याएर गत साल नै हामीले चाहिँ निर्माण गर्न सुरु गरेका थियौँ। अब त्यो गत साल चाहिँ हामीले त्यो सम्पन्न गर्न सकेनौँ र त्यो राख्न भ्याइएन। अनि अब यसपल्ट चाहिँ हामीले यसलाई चाहिँ फिनिसिङ गरेर अब यो चक्का र धमा दुइटै फिनिसिङ गरेर चाहिँ हामीले यसपछि चाहिँ यो सेतो मसिनामा चाहिँ हामीले चाहिँ प्रयोग गर्नुको लागि आज चाहिँ क्षमा पूजा हुँदैछ। अब पर्सिदेखि चाहिँ हाम्रो चाहिँ रस जडानको कार्य 14 गतिदेखि हुँदैछ। जात्रा या निम्ति ठुलो हमा हो हचा नुगो तैगुन के लागि विधिपूर्वक ठाउँ क्षमा पूजा यन्त्रहरू उक्ता ए शिव जात्रा न तजिक ढाक्यो निम्ति सक्ले मुना पूजा नौका यो सबै आउने जोजल्पा नमस्ते। आज एउटा गौरवकै विषय यत्रो वर्ष हामी जात्रा व्यवस्थापनमा व्यवस्थित गर्नलाई भनेर त्यो सँगसँगै आज यसपालि हामी जनबादेवको हमा र खचा दुईटा चाहिँ नयाँ पनि राख्दैछौँ र त्यसलाई विधिवत रूपमा होइन अहिले पूजाआजा पनि भइरहेको छ र आज सम्पूर्ण प्रशासनिक निकायहरू मुख्यतः गुठी संस्थानै भनौँ होइन गुठी संस्थानले यसपालि एक त युवा आउनुभएको अर्को कर्मचारीहरू अनुभवी होइन उहाँहरू हुनुभएको त्यो सँगसँगै सम्पूर्ण प्रशासनिक निकाय जुन व्यवस्थापनसँग जोडिया छ आज एकदम स्वस्फूर्त रूपमा यो विधिको पूजा गर्ने विधिको उसमा चाहिँ हामी सबैजना सहभागी भएका छौँ।